लु हाम्रो अब इस काम सक्यो हैन काम सकेर अब यी अर्को साथी दोस्तहरू लाग्यो अब रुमतिर 1 बजे राति हैन लाग्यो है त लु परदेशी लाइफ टोलीहरू ल जाउँ हिँड्नु हामीले काम गर्ने ठाउँ चाहिँ यहीँ हो यी है सब थन्को मनको गरेर हामी लाग्दियौँ साथीहरू अब हामी लुलु मार्केटतिर गएर हेर्नुहोस् यस्तो छ है त यहाँको चलपल हैन अनि अर्को हाम्रो छिमेकीहरूको दोकान भनेको चाहिँ यो हो यतातिर छ रेस्टुरेन्टहरू है यहाँनिर पनि छ दोस्त लो दोस्त चलो यो चाहिँ हाम्रो साथीहरू हो सब अब रेस्टुरेन्टहरू चाहिँ अहिले बन्द भयो होइन तल चाहिँ कपडाको पसलहरू छ होइन पुरा कपडाको पसलहरू छ तल खजुरको बोटहरू यो तर डुप्लिकेट हो होइन थाहा छ बाहिर हुनेहरू सबैजनालाई ब्याग बोक्यो लाग्यो सबैजना त भनिदिनुहोस् टक्कसँगले यहाँ गोरु बेच गोरुको मासु बनाइरहेको छ यहाँ ल भनिदिनु पर्यो रमाइलो गर्दै गइन्छ साथीहरूसँग सबैजना है भनिदिनु त यहाँ सिफुड यहाँनिर भनेको चाहिँ पुरा सीफुड हो सी फुड पाउँछ होइन अनि यहाँनिर भनेको चाहिँ पिज्जा भेरोना भनेको चाहिँ है टक्क गइँदैछ अब रुमतिर जाने हो खाना खाने हो सुत्दिने हो भोलि फेरि ड्युटी सबैजनाको त्यस्तै हो भनिराख्नु त पर्दैन त्यही पनि यसो होइन साथीहरूसँग यो भनेको चाहिँ जोकर दोकान है पुरा जोकरको छ नि त होइन यो चाहिँ जोकर दोकान पर्यो है अनि यो चाहिँ भनेको चाहिँ इन्डियन होटल हो राम्रै छ यहाँनिर पनि छन चाहिँ है अब लागिँदैछ हामी घुम्दै घुम्दै यो भनेको चाहिँ आइसक्रिम दोकान धन्द्रुमा के हो यो है अनि यहाँनिरबाट चाहिँ हामीले डाइरेक्सन टक्कसँगले यो हाम्रो मलको कहाँ कुन दोकान कहाँनिर छ के छ भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ टक्कसँगले दाबिसकेपछि हामी बस्ने ठाउँ चाहिँ यस्तो छ है त यो ठुलो मल चाहिँ हामी बस्ने यहाँभित्र मल हो अनि वरिपरि चाहिँ यस्तो खालको छ है अब लाग्यो यता कपडा पसलहरू यहाँ यो फेरि मुरली बाँस सुशील मुरली बाँस होइन मुरली बाँस यो चाहिँ पाना माया के पो हो यो चाहिँ लभ सिग्नल के हो यस्तो यस्तो छ रमाइलो अहिले फेरि बाहिर मरुभूमि पनि छ यस्तै मात्र छैन नि त विदेशमा होइन मरुभूमि पनि छन् निकै कस्तो दामी दामी छोराछोरीको लागि यो चाहिँ होइन खेलाउने सामानहरू यो भनेको चाहिँ हाम्रो जनकपुरको रेल जनकपुर टु टनकपुर है त यो रेल चाहिँ यो दिउँसो चाहिँ यहाँनिर पुरा भिड थियो अब अहिले चाहिँ सब बन्द भयो नि त अनि त्यही भएर चाहिँ पुरा खाली छ अब यतिखेर भनेको हामी कामदारहरू मात्र होटलको कपडा लाइनको भयो होइन सबै अब लाग्दिउँ सबैजना रुमतिर अहिले चाहिँ अब हाम्रोतिर चाहिँ माटोमा हुन्छ तर यहाँनिर चाहिँ यो के हो काँसी यस्तोमा हुन्छ बोट बिरुवाहरू यो चाहिँ अब नेचुरल बोट बिरुवा हुन्छ है तर जस माटोमा भएको चाहिँ होइन फलाएको हो यो चाहिँ है यस्तो हेर्नुहोस् न कस्तो दामी तरिकाले हो अब हाम्रो बारीतिर यतिखेर अब असार साउनमा भनेको यस्तो चिजहरू रोप्नु पर्दैन त्यत्तिकै गोड्नु चाहिँ पर्छ है मलभित्र यत्तिकै यस्तो छ हाम्रो साथी चाहिँ थाकेर बसिराख्नु भएको छ होइन काम बर बिजी भएर हो सपिङ गरेर अब हामी निस्किन आँटेको अब हेर्नुहोस् यहाँभित्र त यस्तो छ होइन अब बाहिर हेर्नु है त ल अब हामी यहाँबाट बाहिर जाँदैछौँ होइन टक्कसँगले सामानहरू लिएर मलबाट बाहिर चाहिँ गर्मी छ भित्र त ठिकै छ कि यो हामी मलबाट बाहिर निस्क्यौँ मलबाट बाहिर चाहिँ फेरि अब्बर गर्मी छ होइन सुनसान छ सब अब यतिखेर भनेको हामी कामदारहरू मात्र हो रुमतिर जाने यसमा सामान हालेको छौँ है सन्न लग्दै जाने भित्र मल भएको यस्तै छ जिन्दगानी त्यही जाने हो मजाले हाम्रो चाहिँ तर रुम चाहिँ नजिकै छ त्यति समस्या छैन अरूको चाहिँ घन्टा 1.5 घन्टा हिँडेर जानुपर्छ होइन हाम्रो चाहिँ ठिकै छ यतिको रुम चाहिँ ल अब लाग्यो है यो चाहिँ अब हामी रुम आइपुग्न लाग्यो त्यो बिल्डिङहरू चाहिँ हाम्रो रुम हो होइन हामीले काम गर्ने बिल्डिङ देखिँदैन कि यो बिल्डिङ भनेको चाहिँ हामीले काम गर्ने हामी साथीहरू जिग्रीहरू
हेर्नु होला है रुम जाने खाना बनाउने खाने है यस्तै छ पुग्न लाग्यो रुम जाने खाने बस्ने है यो चाहिँ दिउँसोको घामले नि पुरै सुकाएर साफ पार्दैछ यहाँ हेर्नुहोस् है त यो बबाले घाम यस्तो लाग्छ हावा यस्तो हुन्छ नि पहिले सुनिन्थ्यो चाहिँ बालुवामा चाहिँ अन्डा राख्यो भने मस्तोसँगले बोइल चाहिँ हुँदैन तर पाक्छ चाहिँ भन्थे हो रहेछ भन्ने कुरा बुझ्यो यस्तो भएको नि हेर्नुहोस् सुकेर नि साफ खतम आइपुग्यो अब है सामानहरू पनि सबै लिएर आयो सामानहरू खानेकुराहरू रासन पानीहरू यहाँनिर अब भ्लग मैले आजको क्लोज गरिदिएँ बन्द गरेँ त ल बाई बाई